गुड मर्निङ अनि नमस्ते सबैजनालाई। बिहानको 10 बज्न लागेको छ र म हतार हतार दौडिँदै कामतर्फ जाँदैछु र काममा पुगेर रेडी भएर काम स्टार्ट गर्नुभन्दा अगाडि पानी पिएर म फ्लोर तर्फ गए। अनि यो हाम्रो क्वीन्स टाउनमा रहेको चमी बहामा शप हो र हिजोको केही लुगाहरू स्टिम गर्न बाँकी थियो, त्यो काम मैले छिटो गरेर सकाएँ। यो मेरो नयाँ जब हो, 2 हप्ता जति भयो होला काम गरेको। ठिकै छ, रमाइलो छ, चिल छ जब। 1 बजेतिर म गए मेरो लन्च गर्न। लन्च गरेर आएपछि यसो काम गरे जस्तो त गर्नु पर्यो, खासै काम त हुँदैन, तर म्यानेजर अगाडि भएपछि काम गरे जस्तो त गर्नै हाल्नु पर्यो हैन। 5 बजिसकेको रहेछ र म गएँ मेरो सेकेन्ड ब्रेकमा अनि कफी लिएर फर्केँ। हाम्रो स्टोर 6:30 बजे बन्द हुन्छ र आज क्लोजिङ मेरो साथीले गर्दैछ। भिडियो लास्ट समय हेरिदिनु भएकोमा थ्याङ्क यू सबैजनालाई।